लगानीको क्षेत्रमा आर्थिक क्षेत्रमा यहाँ के छ भन्दाखेरि हामीले चारवटा कुरामा विशेष जोड दिएका छौँ। नम्बर 1 कृषिमा लगानीलाई चाहिँ बढाउनुपर्छ भन्ने छ। हाम्रो आर्थिक कुरा गर्दा कृषिलाई आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने र त्यसलाई चाहिँ सकेसम्म अर्ग्यानिक बनाउने या तपाईँको विषादी रहित बनाउनेतिर हामीले जोड गर्नुपर्छ भन्ने कृषिको कुराहरू छ। कृषि गर्दाखेरि चाहिँ आफ्नो बजारलाई त्यसपछि गएर अन्तर्राष्ट्रिय बजारलाई पनि ध्यान दिएर राज्यले योजनाबद्ध कृषि उत्पादनमा चाहिँ पहल गर्नुपर्छ। त्यसको लागि हाम्रो प्रतिबद्ध गर्ने हुन्छ। तर कृषिबाट मात्रै फेरि समृद्धि सम्भव छैन। त्यसैले कृषिलाई आत्मनिर्भरताको निम्ति प्रयोग गर्नुपर्छ। उद्योग र व्यापारलाई चाहिँ हामीले चाहिँ समृद्धिको लागि चाहिँ प्रयोग गर्नुपर्छ। हाम्रो पार्टीले आफूभित्र प्रयोग गर्दा पनि त्यही नीतिलाई अख्तियार गरेको छ। यो वर्षसम्म हामीले चाहिँ कृषिमा बढी जोड दिएका थियौँ र आउँदो वर्षबाट हामी उद्योगमा बिस्तारै प्रवेश गर्ने भन्ने पनि हाम्रो दृष्टिकोण छ र यो राज्यको हकमा पनि हैन व्यापार र उद्योगद्वारा समृद्धितिर जाने नीति अख्तियार गर्नुपर्छ। त्यसो गर्दा विभिन्न नेपालमा चाहिँ कच्चा पदार्थ भएका या स्रोत भएका उद्योगहरूको सञ्चालन गर्नुपर्छ। त्यसमा एउटा जलविद्युत भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छँदैछ, यो चर्चिँदै छ। त्यसै पर्यटन, त्यसपछि गएर ढुङ्गा, खानी, सिमेन्ट लगायतका अरू सम्भावित के अरे खानीहरूको उत्खनन गर्नेतिर जोड गर्नुपर्छ भनेर हामीले आर्थिक क्षेत्रमा यो अगाडि सारेका छौँ। त्यसपछि गएर अलिकति हामीले निजी क्षेत्रलाई पनि स्पष्ट गर्नुपर्ने कुरा के छ भने अहिले भर्खर पनि मलाई सन्तोष सरले सुनाउँदै हुनुहुन्थ्यो, यहाँ कहाँ एउटा प्रचार छ अरे नेकपा माओवादीले धेरै चन्दा आतङ्क मचाउन थाल्यो भन्ने। यो एकदमै गलत कुरा हो। बरु यहाँ म पत्रकार बन्धुहरूबाट के स्पष्ट गर्न चाहन्छु भने नेपालमा चुनावमा सहयोग गर्नुपर्छ। चुनाव एउटा विशेष अभियान हो होइन, हामी आफ्नो तरिकाले गर्छौँ भन्ने कुरा छँदैछ। तर कैयौँ पुँजीपतिहरू उद्योग व्यवसायीहरू चाहिँ सत्तामा जो जान खोज्दैछ उसको पछि चाहिँ या अलिकति उनीहरूले आफूले चाहेको जस्तोलाई चाहिँ घरघरि बोराका बोरा पैसा पुर्याउने, अरूहरूलाई चाहिँ होइन तपाईँको चाहिँ पुरै व्यवस्था जसले यो देशको लागि लडिरहेको छ, जनताको पक्षमा लगातार सङ्घर्ष गरेको छ त्यसलाई उपेक्षा गर्ने या तपाईँको नाकाबन्दी गर्ने टाइपको हामीले देखिरहेको छौँ। अहिले चन्दा आतङ्क होइन, अहिले नेकपा माओवादीको विरुद्धमा एउटा नाकाबन्दी प्रयोग गर्न खोजेको विभिन्न तत्त्वहरूको इसारामा भन्ने कुरा हामी चाहिँ देखिरहेका छौँ। त्यस कारण भ्रम सिर्जना गर्नेतिर जो खोजी छ त्यो कुरा होइन। बरु निजी क्षेत्रलाई हामी स्पष्ट के गर्न चाहन्छौँ भने नेकपा माओवादी आयो भने के हुन्छ भन्ने जिज्ञासा छ भने हाम्रो चाहिँ स्पष्ट मैले माथि पनि भने निजी क्षेत्रको संलग्नता सहभागितालाई हामीले सुनिश्चित नै गर्नेछौँ। तर त्यसो गर्दाखेरि आम जनताको हित, आम नागरिकहरूको गाँस बास, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरालाई पनि हामीले सुनिश्चित गर्ने गरी सबैले योगदान गर्नुपर्छ। केहीको खाता र ब्याङ्कमा चाहिँ अरबौँ खरबौँ जम्मा भएर थुप्रिने कि अरू बाँकी जनता चाहिँ टाट पल्टिने जो अवस्था छ यसको अन्त्य गर्ने खालको आर्थिक नीति हुँदा राज्यले पनि जिम्मा लिनुपर्छ। हाम्रो पार्टी पनि त्योमा लाग्ने नै छ र निजी क्षेत्रले पनि त्यो कुरालाई